फर्स्ट अफ अल धेरै धेरै धन्यवाद यहाँहरूको यो अमूल्य समय निकालेर हामीलाई यसरी यो इभेन्टलाई साथ दिन आइदिनु भयो। एकदमै खुसी लागिरहेको छ यहाँ यसरी तपाईँ सम्पूर्ण माझ उपस्थित भएर। मेरो यो एउटा सपना थियो होइन, म सानैदेखि सिनेमा हेर्दै हुर्कियो र त्यो सिनेमा सँगसँगै आफूलाई बुझ्दै जाँदाखेरि त्यो एउटा कलाकार बन्ने सपना ममा जागृत भयो र त्यो सबै पुरा गर्नको लागि यो टिमसँग जोडिएर काम गरेको छु। एन्ड आइ एम भेरी मच ग्रेटफुल। हृदयदेखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छु 1155 इन्टायर टिमलाई। केशव दाई जसले मलाई यत्रो ठुलो विश्वास गरेर यो एउटा भनौँ न नयाँ मान्छेलाई एउटा स्थान दिनुभएको छ। त्यसै गरी मैले यहाँ सम्पूर्ण पत्रकार मेरा साथीभाइ दाजुभाइ दिदीबहिनीहरू सबैलाई देखेको छु, उहाँहरूलाई पनि हृदयदेखि नै धन्यवाद। मेरो गुरु पनि देखेको थिएँ यहाँ मैले विनोद सर नमस्कारको सबै टिमलाई पनि सम्झिरहेको छु। थ्याङ्क यू सो मच। अब म कतिको सफल भयो असफल भएँ भन्ने चिजहरूलाई चाहिँ मेरो पहिलो काम मेरो पहिलो प्रयास प्लिज मलाई एकदमै जेन्युनली नै कस्तो लाग्छ भनिदिनु होला। मैले सक्दो मेहनतका साथ अहिलेसम्म सिकेको चिजहरूलाई इम्प्लिमेन्ट गरेर यहाँसम्म आइपुगेको छु र फर एभर 1155 टिमसँग एकदमै एकदमै ग्रेटफुल छु म। हस्, थ्याङ्क यू।